ल नेपालको नयाँ सरकारले एउटा निकै नै महत्त्वाकांक्षी टु डु लिस्ट सार्वजनिक गरेको छ। खासमा यो शासकीय सुधार सम्बन्धी 100 बुँदे कार्यसूची हो, तर यो कुनै साधारण नीतिहरूको लामो सूची मात्रै होइन है। यो त एउटा प्रतिबद्धता हो, एउटा रोडम्याप। आउनुहोस्, यसभित्र के रहेछ अलि गहिरेर हेरौँ न त। अब प्रश्न उठ्छ, यो सुधारको सोच अचानक कहाँबाट आयो? यसको प्रस्तावनाले नै सबै कुरा छल्लङ्ग पार्छ। यो योजना खास गरी हालैको जेनजी आन्दोलन र परिवर्तनका लागि जुन जनमत देखियो हो त्यसैप्रतिको सम्मान हो। भन्नुको मतलब सडकबाट उठेको आवाज, विशेष गरी युवाहरूको परिवर्तनको चाहनालाई सरकारले सुनेको छ भन्ने सङ्केत हो यो। तर मुख्य कुरा के हो भने, के यो योजनाले साँच्चै ती अपेक्षाहरू पूरा गर्न सक्ला त? हो, त्यसैले यो 100 बुँदे कार्यसूचीलाई हामीले एउटा सामान्य सरकारी नीतिको रूपमा मात्र हेर्नु भएन। यो त काम गर्ने नयाँ तरिका अपनाउनुपर्छ भनेर जनताले दिएको स्पष्ट म्यान्डेटको जवाफ हो। एक हिसाबले चलिआएको यथास्थितिलाई तोड्ने एउटा प्रयास। त्यसो भए यसको मुख्य बाचा के हो त? एकदमै सरल छ। अबदेखि सरकारले प्रक्रियामा होइन, परिणाममा ध्यान दिनेछ। मतलब काम कति भयो भन्दा पनि त्यो कामले नागरिकको जीवनमा के फरक पार्यो भन्ने कुरा महत्त्वपूर्ण हुनेछ। हरेक कामको मूल्याङ्कन हुनेछ र त्यसको रिपोर्ट पनि सार्वजनिक गरिनेछ, ताकि सुधार साँच्चै देख्न र महसुस गर्न सकियोस्। ल अब लागौँ यो योजनाको पहिलो र सायद सबैभन्दा महत्त्वपूर्ण पाटोतिर। त्यो हो सरकारी मिसिनरीलाई नै पुरै ओभरहल गर्ने काम। किनभने जति राम्रो योजना बनाए पनि यदि काम गर्ने प्रणाली नै ठिक छैन भने त केही पनि हुँदैन, होइन र? खासमा समस्या के थियो त? एकदमै भद्दा, ढिलो अनि महँगो सरकारी संरचना, अनावश्यक मन्त्रालयहरूको भिड, झन्झटिलो प्रक्रिया अनि त्यो रातो फित्ताशाही। यसले पुरै सिस्टमलाई नै थला पारेको थियो। यो योजनाले ठिक यही समस्याको जरोमा प्रहार गर्न खोज्दैछ। यस्तो झन्झट त हामी सबैले कहिले न कहिले भोगेका नै छौँ, होइन त? यो नम्बर याद राख्नुहोस् है, 17। यो एउटा निकै ठूलो परिवर्तनको सङ्केत हो। योजनाअनुसार अबको 30 दिनभित्रै सङ्घीय मन्त्रालयहरूको सङ्ख्या घटाएर केवल 17मा झारिनेछ। यसको सिधा अर्थ हो अनावश्यक खर्चमा कटौती र काममा छिटो छरितोपन। अनि यो अर्को नम्बर पनि उत्तिकै महत्त्वपूर्ण छ, 3। अब कुनै पनि सरकारी निर्णय लिन बढीमा 3 तहको मात्र स्वीकृति चाहिनेछ। यसले के गर्छ भन्दा महिनौसम्म फाइल एउटा टेबलबाट अर्कोमा घुमिरहने जुन चलन छ त्यसको अन्त्य गर्नेछ। सोच्नुहोस् त यसले प्रक्रियालाई कति छिटो बनाउला। हेरौँ यो वाचा कतिको कार्यान्वयन हुन्छ। सुधारको काम यतिमा मात्रै रोकिँदैन। सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गर्ने, सार्वजनिक पदमा बसेकाहरूको सम्पत्ति छानबिन गर्ने, कर्मचारीहरूको डिजिटल रेकर्ड राख्ने र कामको आधारमा जवाफदेही बनाउने। भन्नुको मतलब प्रशासनलाई सफा गर्नको लागि यो एउटा कम्प्लिट प्याकेज जस्तै हो। ल सरकारले आफ्नो घर त सफा गर्ने भयो। अब पालो आउँछ नागरिकको घर दैलोमा सेवा पुर्याउने। आखिर भित्र जति सुधार गरे पनि त्यसको फाइदा आम नागरिकले पाएनन् भने त्यसको के अर्थ, होइन र? हेर्नुस् त, यो पुरानो र नयाँ तरिकाको तुलना। एकातिर सरकारी काम लिनु भनेको एउटा युद्ध जिते जस्तै थियो। अनेक कार्यालय, लामो लाइन, ढिला सुस्ती। अर्कोतिर अबको योजनामा के छ? डिजिटल, घरमै बसेर पाइने अनि समयमै हुने सेवा। यो त कागजको चाङबाट डिजिटल स्क्रिनसम्मको यात्रा हो। अब यसको मतलब के हो त व्यवहारमा? सुन्दा पनि अचम्म लाग्छ। अब पासपोर्ट र लाइसेन्स जस्ता कागजातहरू सरकारी कुरियर सर्भिस मार्फत घरमै आइपुग्नेछन्। राष्ट्रिय परिचय पत्र नै सबै कामको लागि एउटै परिचय पत्र हुनेछ। अनि कुनै गुनासो छ भने 24 घण्टै चल्ने हटलाइन र सरकारी कार्यालयमा जानु अघि अनलाइनबाटै समय लिन सकिने। अनि यहाँ अर्को एउटा निकै नै क्रान्तिकारी अवधारणा पनि छ, जसलाई भनिएको छ एक पटक मात्रको सिद्धान्त। यसको मतलब के हो भने अब नागरिकले आफ्नो व्यक्तिगत विवरण सरकारलाई एकपटक मात्र दिए पुग्छ। त्यसपछि सबै सरकारी निकायले त्यही विवरण सुरक्षित रूपमा प्रयोग गर्नेछन्। पटक पटक एउटै कुरा भरिरहने झन्झट अब खत्तम। ल प्रशासन र सेवा सुधारको कुरा त भयो। अब अलिकति अर्थतन्त्रको कुरा गरौँ, होइन त? देशको ढुकुटी कसरी भर्ने, लगानी, उद्योग र रोजगारी सृजनाको बारेमा यो कार्यसूचीले के भन्छ त्यो हेरौँ।
आर्थिक सुधारको मुटुमा छ निजी क्षेत्र संरक्षण तथा प्रवर्धन रणनीति। यसको लक्ष्य एकदमै स्पष्ट छ, नेपालमा व्यवसाय गर्नका लागि एउटा सुरक्षित, सरल र प्रोत्साहन मिल्ने वातावरण बनाउने। किनभने जबसम्म व्यवसायीहरू फस्टाउँदैनन् तबसम्म देश पनि फस्टाउँदैन। नयाँ नयाँ आइडिया लिएर बसेका उद्यमीहरूका लागि त यो साँच्चैकै गेम चेन्जर हुन सक्छ। स्टार्टअप फास्ट ट्र्याक भन्ने प्रणाली ल्याइँदैछ, जस अन्तर्गत अब अनलाइन आवेदन दिएको जम्मा 2 दिनभित्रै कम्पनी दर्ता र अरू सबै आवश्यक अनुमति पाउन सकिनेछ। कति सजिलो? त्यति मात्र होइन, सरकारले व्यापारमा अड्किएका 3वटा ठूलठूला गाँठाहरू फुकाउने योजना पनि बनाएको छ। पहिलो, सरकारी ठेक्कापट्टाको नियम। दोस्रो, साना तथा मझौला उद्योगको दर्ता शुल्क हटाउने। र तेस्रो, ऊर्जा क्षेत्रमा अड्किएका विद्युत खरिद सम्झौताहरू मिलाउने। यी गाँठाहरू फुके भने पक्कै पनि आर्थिक गतिविधिले गति लिनेछ। यो 100 बुँदे कार्यसूचीको सबैभन्दा ठूलो विशेषता नै यसको गति हो। यसले अब ढिला गर्नु हुँदैन भन्ने एकदमै दलियो सन्देश दिएको छ। यो केवल सपना देखाउने दस्तावेज होइन, यो त हरेक कामको लागि समय सीमा तोकिएको एउटा एक्सन प्लान हो। सुरुको 100 दिनको टाइमलाइन हेर्नुस् त, कति आक्रामक छ। 7 दिनभित्र संविधान संशोधनका लागि कार्यदल, 30 दिनभित्र मन्त्रालय घटाउने काम, 60 दिनभित्र डिजिटल गभर्नेन्स सम्बन्धी कानूनको ड्राफ्ट। यसले के देखाउँछ भने अब छलफल मात्र होइन, काममा जोड दिइनेछ। ल, अब समयसँगको दौड सुरु भयो। यो योजनाले आर्थिक कुरा मात्र गरेको छैन, सामाजिक न्याय र नागरिकको कल्याणमा पनि उत्तिकै ध्यान दिएको छ। जस्तै अस्पतालमा 10% बेड निशुल्क, महिलाहरूका लागि सुरक्षित ब्लू बस सेवा र सबैभन्दा महत्त्वपूर्ण सहकारी पीडितहरूको बचत फिर्ता गर्ने काम। किनभने विकासको फल त सबैले बराबर चाख्नु पाउनुपर्छ नि, होइन र? अनि यहाँ पनि कामको गतिमा एकदमै जोड दिएको छ। 30 दिनभित्रै निशुल्क स्वास्थ्य सेवाको पोर्टल र सार्वजनिक यातायातमा सीसीटीभी जडान। 100 दिनभित्र 25वटा ब्लू बस सडकमा। यी सबैले तुरन्तै परिणाम दिने लक्ष्य राखेका छन्। तर फेरि पनि प्रश्न उही हो, के यी योजनाहरू कागजमै सीमित हुन्छन् कि साँच्चै लागू होलान्? आखिरमा यो सबै योजनाको अन्तिम लक्ष्य के हो त? एउटा यस्तो सरकार बनाउने जुन परिणाममा विश्वास गरोस्, प्रभावकारी होस्, जसको काम नाप्न सकियोस् र जो नागरिकप्रति सिधै जवाफदेही बनोस्। यो भनेको गाडीको टायर फेरे जस्तो सानोतिनो मर्मत होइन, यो त पुरै इन्जिन नै फेर्ने प्रयास हो। भनेपछि यो 100 बुँदे मार्गचित्रले नयाँ नेपालको एउटा खाका त कोरेको छ, तर सबैभन्दा ठूलो प्रश्न यही हो, के यति तीव्र गतिले गरिएको कामले साँच्चै दिगो परिवर्तन ल्याउन सक्ला? यो महत्वाकांक्षी योजनाको सफलता वा असफलता अब यसको कार्यान्वयनले नै देखाउनेछ। आशा गरौँ यो योजनाले साँच्चै नै एउटा नयाँ बिहानी लिएर आओस्।